हामी सबैलाई थाहा छ, जब पनि ज्वालामुखी विस्फोट हुन्छ त्यसले आफ्नो साथमा भयानक विनाश ल्याउँछ। यस्तो विनाश जसमा शहरका शहर समाप्त हुन्छन् र धेरै वर्षसम्म धुवाँका बादलहरूले पृथ्वीलाई ढाकिरहन्छन्। इतिहासमा यस्ता विनाशका डरलाग्दा दृश्यहरू देखिएका छन्। करिब 6000 वर्ष अघि पोम्पेई शहर, रोमन साम्राज्य र अमेरिकाको माउन्ट सेन्ट हेलेन्स यी सबै ज्वालामुखीको क्रोधको कथालाई बयान गर्छन्। अब प्रश्न उठ्छ कि ज्वालामुखी यति शक्तिशाली विस्फोट गर्न सक्छन् कि पुरै संसार नै नष्ट होस्? के संसारमा यस्तो कुनै ज्वालामुखी छ जसले सम्पूर्ण मानव जातिलाई सधैँका लागि पृथ्वीबाट समाप्त गर्न सक्छ? आज हामी यही विषयमा जान्नेछौँ। पहिले हामी ज्वालामुखी विस्फोटको शक्तिलाई नाप्ने स्केलबारे कुरा गरौँ। यो स्केल 0 देखि 8 लेभलसम्म हुन्छ। लेभल 0 को अर्थ विस्फोटमा खास ऊर्जा हुँदैन र यस्ता साना विस्फोट पृथ्वीमा दैनिक भइरहन्छन्। लेभल 1 अलि बढी खतरनाक हुन्छ। त्यसैगरी लेभल 2 र 3 पनि केही हदसम्म घातक हुन्छन्। लेभल 4 का विस्फोटमा धेरै ऊर्जा निस्कन्छ। यस्ता विस्फोट पृथ्वीमा कम हुन्छन्, तर इतिहासका धेरै पीडादायक ज्वालामुखी विस्फोटहरू लेभल 4 कै थिए। लेभल 5 का विस्फोट लेभल 4 भन्दा कम हुन्छन्, तर अत्यन्तै विनाशकारी हुन्छन्। पृथ्वीका सबैभन्दा खतरनाक ज्वालामुखी विस्फोटहरू लेभल 6 र 7 का मानिन्छन्। यिनीहरू यति शक्तिशाली हुन्छन् कि यदि विस्फोट भए पृथ्वीमा भयानक विनाश ल्याउन सक्छ। विस्फोटबाट निस्किएको धुवाँ धेरै दिनसम्म पृथ्वीका विभिन्न भागमा फैलिरहन्छ। सबै बाली नष्ट हुन्छन् र मानिसहरूको ज्यान पनि तुरुन्तै जान्छ। लेभल 8 को कुरा गर्ने हो भने अहिलेसम्म वैज्ञानिक अभिलेखमा यस्तो विस्फोट दर्ता भएको छैन। तर यदि अहिले यस्तो विस्फोट भयो भने यसको शक्तिलाई पृथ्वीमा ठोकिएको उल्कापिण्डसँग तुलना गरिन्छ। यस्तो विनाश हुनेछ जसको कल्पना पनि गर्न सकिँदैन। वैज्ञानिकहरूका अनुसार प्राचीन पोम्पेई शहर र सन् 1980 मा भएको माउन्ट सेन्ट हेलेन्सको विस्फोट लेभल 5 बराबरको थियो, जसले ती शहरलाई क्षणभरमै खरानीमा बदलिदियो। यसको शक्ति हिरोशिमामा खसालिएको परमाणु बम भन्दा 1600 गुणा बढी थियो, करिब 24 मेगाटन। लेभल 6 को विस्फोट करिब 1 शताब्दी अघि इन्डोनेसियाको एउटा टापुमा भएको थियो। यस विस्फोटबाट 200 मेगाटन ऊर्जा निस्किएको थियो, जुन हिरोशिमाको परमाणु बम भन्दा 13000 गुणा शक्तिशाली थियो। विस्फोटसँगै पूरा टापु जल्दै खरानी बन्यो। त्यसपछि आएको सुनामीका छालहरू 50 फिट भन्दा अग्ला थिए, जसले वरपरका टापुहरू पनि नष्ट गरिदिए। यस घटनामा 1 लाख भन्दा बढी मानिसहरूको मृत्यु भयो। यस विस्फोटको सबैभन्दा डरलाग्दो पक्ष भनेको ज्वालामुखीबाट निस्किएको धुवाँ धेरै वर्षसम्म टापुमा फैलिरह्यो, यति बाक्लो कि सूर्यको एक किरण पनि जमिनमा पुग्न सकेन। यसले विश्वको तापक्रम 1.2 डिग्री सेल्सियससम्म घटायो, जुन अवस्था 4 वर्षसम्म कायम रह्यो। सम्भवतः त्यहाँ बाँचेको कुनै मानिसले चन्द्रमा र ताराहरू कहिले हरियो त कहिले रातो देखेको हुनुपर्छ। धुवाँबाट बनेका ग्यासहरूले नरक जस्तै वातावरण सिर्जना गरेका थिए। इतिहासको सबैभन्दा भयावह लेभल 7 को विस्फोट सन् 1915 मा इन्डोनेसियामै भएको थियो। यसबाट करिब 40 करोड टन खरानी वायुमण्डलमा फैलियो। यसको परिणामस्वरूप पुरै पृथ्वीमा 1 वर्षसम्म गर्मी आएन, सधैँ जाडो मात्रै रह्यो। टापुका सबै बासिन्दा केही सेकेन्डमै मरे। सन् 1916 लाई गर्मी नभएको वर्ष भनेर चिनिन्छ। यस विस्फोटमा करिब 1 लाख मानिसहरूको मृत्यु भयो र विश्वका प्राय सबै बालीहरू नष्ट हुने अवस्थामा पुगे। आजदेखि करिब 75,000 वर्ष अघि पृथ्वीले लेभल 8 को महाविनाशकारी ज्वालामुखी विस्फोट झेलेको थियो। यो पनि इन्डोनेसियामै भएको थियो। विस्फोटले पूरा टापु नष्ट गरेर एउटा विशाल ताल बनायो। सबै जीव र बाली सेकेन्डमै समाप्त भए। यो विस्फोट माउन्ट सेन्ट हेलेन्स भन्दा 3000 गुणा शक्तिशाली थियो र लेभल 7 भन्दा 100 गुणा बढी खरानी वायुमण्डलमा फैलियो। यति धेरै खरानी थियो कि यसले एउटा पूरा देश ढाक्न सक्थ्यो। यसका कारण पृथ्वीमा 10 वर्षसम्म केवल जाडो मात्रै रह्यो। विश्वको तापक्रम 15 डिग्री सेल्सियससम्म घट्यो। वैज्ञानिकहरूका अनुसार त्यतिबेला पृथ्वीका प्राय सबै मानिस मरे र केवल 2000 देखि 3000 जना मात्र बाँचे। अब वर्तमान समयको कुरा गरौँ। सोच्नुहोस्, आज यदि कुनै लेभल 8 को सुपर ज्वालामुखी विस्फोट भयो भने के हुनेछ? सोच्न मात्र पनि डर लाग्छ। तर अमेरिकामा आज पनि एउटा सक्रिय ज्वालामुखी छ जो फाटेमा लेभल 8 कै बराबर विनाशकारी हुनेछ। यसलाई येल्लोस्टोन ज्वालामुखी भनिन्छ।
यो ज्वालामुखी करिब 1 लाख वर्ष अघि अन्तिम पटक विस्फोट भएको थियो र करिब हरेक 1 लाख वर्षमा फाट्छ। वैज्ञानिक चिन्तित छन् किनकि अब यसको विस्फोटको समय नजिकै हुन सक्छ, केही 100 देखि 1-2 हजार वर्षभित्र। यदि यो फाटेमा निस्किने म्याग्मा यति धेरै हुनेछ कि ग्रान्ड क्यानियनलाई 11 पटकसम्म भरिन सक्छ र पुरै नेदरल्यान्ड देशलाई पगाल्न सक्छ। अमेरिकी वैज्ञानिकहरूका अनुसार यस अवस्थामा अमेरिका बाँच्नु असम्भव हुनेछ। त्यहाँका जीवजन्तु लाभाबाट मर्नेछन् र बाँचेका विषालु ग्यासबाट समाप्त हुनेछन्। यस्तो विस्फोटले पुरै संसारलाई लगभग नष्ट गरिदिनेछ। धुवाँ विश्वभर फैलिनेछ र धेरै वर्षसम्म पृथ्वीमा जीवन समाप्त पारिरहनेछ। धन्यवाद साथीहरू, म आशा गर्छु तपाईलाई यो भिडियो मन परेको छ। प्लिज हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्नुहोस् ताकि आउने भिडियोहरूको पनि मजा लिन सक्नुहोस्। ओम